म्याम हजुरको जीवनमा परमेश्वरले कार्य गर्नुभयो भने हामी सबैको पनि जीवनमा पनि परमेश्वरले यति ठुल्ठुला कामहरू गर्नुभएको छ। पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म येशू मसीहको नाउँमा। आज पनि फेरि पनि गवाई वचनको समय भएको छ। गवाई वचनको निम्ति जीवन नेपाली सर हजुरलाई यस अग्रभागमा आइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म येशू मसीहको नाउँमा। जगतकै मालिक तिनै लोकका सृष्टिकर्ता सर्वशक्ति महान परमप्रधान ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। एकचोटि शिरभन्दा माथि लगेर ताली बजाउनुहोस् ईश्वरको लागि। होइन, ईश्वरलाई धन्यवाद गर्छु यस मसीहको नाउँमा। हिमाल पहाड तराई कोही छैन पराई सबैलाई समेट्ने एकमात्र सच्चाइ भन्ने मूल नाराका साथ आज ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपालद्वारा आज ईश्वरको महिमा नेपालमा मात्र नभएर आज जगतैभरि होइन ईश्वरको महिमा पुर्याउनु हुने हाम्रो अग्रजगुवा प्रकाश सर हजुर, सुशीला म्याम हजुर, उहाँको होल परिवारमा एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। म ईश्वरलाई धन्यवाद गर्छु यस मसीहको नाउँमा। र धन्यवाद गर्छु जुन हाम्रो तल्लो गगन गौडामा शाखा भित्राएर होइन एकदमै हरेकलाई उद्धार गर्नुहुने हाम्रो अग्रजग्गा हुनुहुन्छ। साथै मेरो मम्मी पनि हुनुहुन्छ सबिना म्याम हजुरमा यसै स्टेजबाट एकदम उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। र त्यहाँका उपप्रमुख हुनुहुन्छ मनकुमारी म्याम हजुर, साथै समस्त लिडर सर म्याम हजुरहरूमा टाढेबाट भए पनि शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। र ईश्वरको राज्यमा कार्यरत रहनुहुने समस्त यस स्टेजमा विराजमान हुने केन्द्रका लिडर सर म्याम हजुरहरू समस्तमा एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। र वाद्यवादनमा रहनुहुने क्यामेरामा रहनुहुने सम्पूर्ण सर हजुरहरूमा पनि एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र समस्त ईश्वरका निर्दोष सन्तानहरूमा पनि फेरि पनि शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। जीवन नेपालीको तर्फबाट ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु यस मसीहको नाउँमा। त हिजोको दिन म ईश्वर चिन्ने बेलामा 10 वर्षको थिएँ होइन। आज 23 वर्ष पुरा भएर म 24मा लाग्दैछु यसै समय होइन। 14 वर्षको अवधि भयो ईश्वरको महिमा चिनेको। त आजसम्म ईश्वरले अनगिन्तीका होइन एकदमै चिन्ह चमत्कारका कार्य आज ईश्वरले गरेर देखाउनु भएको छ हाम्रो जीवनमा होइन। त्यसो पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। माग त पाइन्छ खोजे भेटिन्छ पीड चिन्ता समस्या सबै मेटिन्छ भन्ने त भजनद्वारा पनि छ नि, हो कि हजुर? हो नि होइन। हिजोको दिन पीड चिन्ता समस्यामा थियौँ। हिजोको दिन हामी होइन पीड चिन्तालाई बटुलेर आज कहाँ जाने होला भन्दै हामी हिजोको दिन खोज्दै हिँडेका थियौँ। आज के त त्यो पीड चिन्ता समस्यालाई के त समाधान गर्नेवाला आज ईश्वर हामीले सच्चाइ केन्द्र नेपालमा भेट्यौँ होइन हजुर? हो नि होइन। त फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। त मैले सुसमाचार सुने होइन, रोमिदासको नाउँ अंगीकार गरेँ मेरै मम्मीद्वारा। त उहाँलाई फेरि पनि ईश्वरको भरिपूर्ण आशिष भन्न चाहन्छु म। हिजोको दिन जब म संसारको जीवनमा थिएँ होइन 10 वर्षको अवधि हुँदाखेरि त मेरो शरीरमा टाइफाइडको बिमारबाट होइन शैतानी आत्माले चलाएको थियो होइन। हिजोको दिन जब हस्पिटल लग्नुहुन्थ्यो मम्मीले होइन, हस्पिटल लगेर जब चेकअप गरायो होइन डक्टरले टाइफाइडको बिमार देखाएर होइन औषधि दिनुहुन्थ्यो। 105 डिग्रीको ज्वरो आउँथ्यो त्यो दिन होइन। त औषधि खायो निको हुन्थ्यो। त फेरि के त 1.5 महिना 2 महिनामा होइन निको भएको होइन, निको हुन नपाउँदै 1-2 महिनामा फेरि फर्केर आउने होइन। जब होइन एकदमै हस्पिटल धाउँदा धाउँदा जब उपाय लागेन, जब निको भएन, जब हाम्रो यहाँबाट होइन पोखराबाट जब तल्लो गौडामा हाम्रो सावित्री म्याम हजुरले शाखा लानुभयो होइन, त्यो बेला पहिलोचोटि लेखनाथमा होइन शाखा लानुभयो। त सावित्री म्यामको घर परिवारमा पनि म ईश्वरको भरिपूर्ण आशिष भन्न चाहन्छु। जब मम्मी जानुभयो होइन, जब सावित्री म्यामद्वारा सुसमाचार पर्यो घरमा त मम्मी जानुभयो। मम्मी गएर होइन एकदमै राम्रो लागेछ र हामीलाई पनि सुसमाचार सुनाउनु भयो। बाबु तिमीहरू पनि हिँड, ईश्वरको महिमा गरेर हिँड होइन, उद्धार मिल्छ, पढाइमा पनि राम्रो हुन्छ होइन, यसरी भन्नुभयो। त जब म 10 वर्षको थिएँ म होइन त्यो बेला त विश्वास त लाग्थेन के होला के भन्नुभएको होला मम्मीले जस्तो लाग्थ्यो मलाई। जब मलाई सँगै डोराएर लानुभयो मम्मीले होइन, जब रोमिदासको नाउँ अंगीकार गरेको त्यो दिनबाट नै के त भोलिपल्टबाट नै त्यो 105 डिग्रीको ज्वरोको त्यो टाइफाइड बिमारले छोडेर गयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। त आजसम्म होइन त्यो बिमार होइन एकदमै फर्केर आउन सकेको छैन। ईश्वरले सदा सर्वदाका लागि होइन त्यही दिनदेखि नै मसीमा दूर गरिदिनु भयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। जब म 2074 सालमा होइन एससी दिने क्रममा जब म होस्टेल बस्ने क्रममा
मेरो शरीरैभरि होइन दाँजको समस्या होइन एलर्जीका समस्या जब शैतानी आत्माले होइन जुट्न नपाएको कारणले दाँजबाट होइन एकदमै एलर्जीबाट कार्य गर्न थाल्यो होइन शैतानी आत्माले जब म जुट्न पाउँथेन त्यो बेला होइन होस्टेलबाट घर जान मिल्थेन होइन समय जब म राति साथीहरू 12 बजे होइन पढेर सुतिसकेपछि त्यो टाइममा म होइन एकदमै प्रार्थना गरेर होइन सुते त्यो दिन होइन जब ईश्वरलाई नै माग्दा माग्दै जब मेरो यासीको रिजल्ट आयो होइन रिजल्ट आएको 1 हप्तामै त्यो दाँजको समस्याले छोडेर गयो होइन ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा राम्रोको लागिरहेछ होइन लगभग करिब 5-6 महिनासम्म होइन त्यो दाँजले छोडेर गयो त्यो दाँजको समस्याले होइन एकदमै त्यो समस्या ल्याइरह्यो होइन त्यो बेला जब मेरो यासीको रिजल्ट आयो यासीमा होइन ईश्वरले फर्स्ट निएको पनि बनाउनु भयो होइन पितालाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा जब रिजल्ट आएको 1 हप्तामै त्यो बिना औषधि होइन बिना मलम होइन कुनै पनि केही नलाइकन ईश्वरले के त मसीमा दूर गरिदिनु भयो होइन ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा त जब मेरो कान्छो भाइ होइन हामी दाजुभाइ 3 जना छौँ अनि कान्छो भाइको करिब 5 कक्षामा हुँदा कति कक्षामा हुँदा होइन पिसाब बन्द गराइदियो होइन शैतानी आत्माले होइन त त्यो टाइममा होइन जब हाम्रो सर म्यामको घरमा आइतबारको शिक्षा हुन्थ्यो होइन सोमबारको शिक्षा त्यति बेला आइतबार हुन्थ्यो त्यो बेला जब मम्मी होइन एकदमै शिक्षामा आउनुभएको थियो त्यो बेला त एकदमै भाइ त होइन बिहोस भएछ पिसाब बन्द भएको होइन 3-4 दिनसम्म होइन त बिहोस गराएछ जब स्कुलबाट होइन एकदमै मम्मीलाई फोन गर्नुभएछ के गर्ने बाबुलाई के गर्ने हस्पिटल लाने कि के गर्ने भनेर फोन गर्नुभएछ जब मम्मीले भन्नुभयो घरमा लगेर छोडिदिनुहोस् म जे गरे पनि गर्छु भन्नुभयो तब स्कुलको टिचरहरूले होइन यत्रो बिरामी भएर ढलिसकेको छ होइन गण्डकी लानुपर्छ भनेको छ घरमा लगेर राख्नु भन्नुहुन्छ के भन्नुभएको होला भनेर भन्नुभएको रहेछ होइन जब मम्मीले आदर सम्मान होइन एकदमै सम्मान छुट्याएर जब सुशीला म्यामको हातमा दिनुभयो होइन तब घरमा जाँदा एकदमै त्यो बच्चा खेलेको हुनुपर्छ है भनेर जब आदर सम्मान होइन छुट्याएर जानुभएको थियो त घर जाँदा त एकदमै खेलेर बस्न सक्ने योग्यको पनि ईश्वरले बनाउनु भएछ होइन ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा त पिसाब बन्द भएको लगभग 5 दिनको दिनमा होइन थोपा 1 थोपा 2 थोपा गरेर त ईश्वरले पुरै पिसाब फुल्ने योग्यको पनि बनाउनु भयो होइन त ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा त हस्पिटल लगेको भयो होइन 2-3 लाख अवश्य लाग्ने थियो होइन अपरेसन गर्नुपर्थ्यो होला होइन पैसाको खोलो पगाउनु पर्थ्यो होला जब ईश्वरको राज्यमा होइन जब हामीले माग्यौँ त ईश्वरले त दिनुभयो होइन ईश्वरलाई फेरि पनि करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा आज हामीलाई एकदमै राम्रो शिक्षामा मार्गमा आज डोराइराख्नु भएको छ होइन हाम्रो अग्रजगुवा प्रकाश सर हजुर सुशीला म्याम हजुर उहाँको लागि फेरि पनि शिरबन्द माथि लगेर जोरदार तालीले सम्मान गरिदिनु होला ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा जब हाम्रो शाखामा पनि होइन जब 30 वर्षदेखि होइन एकदमै काम्ने छोप्ने बिमार होइन भएको एकजना आमा हुनुहुन्थ्यो उहाँ आमा होइन जब दसैँको यही पालि होइन दसैँ होइन यो अगाडिको दसैँमा जब दसैँको दिनमा घरमा ल्याउनु भएको थियो उहाँको बुहारीहरूले होइन एकदमै शैतानी आत्मा बोलेर होइन हुरहुर्ती रोएर कराएर होइन एउटा आत्मा गयो भोलिपल्ट आउँछ फेरि अर्को बोल्छ होइन फेरि अर्को दिन आउँछ फेरि अर्को बोल्छ होइन एकदमै हजारौँ शैतानी आत्माले चलाएको रहेछ होइन जब वचन गर्दा अन्य भाषामा होइन एकदमै राख्दा होइन जुटाउँदा एकदमै भलचङ्ग भएर होइन अहिले गवाई भनेर होइन एकदमै ईश्वरको महिमा गरेर हिँड्न सक्ने योग्यको पनि ईश्वरले बनाउनु भएको छ होइन ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा हिजोको दिन जस्तै म कलेज ब्याचलर होइन पियुमा पढेको जब त्यो पियुमा पढ्दा पनि त ईश्वरले होइन एकदमै आशिष उन्नतिमा दिनुभयो जब हिजोको दिन स्कलरसिपमा एक्जाम दिएर जब म काठमाडौँ पुगेको थिएँ होइन काठमाडौँ कलेजमा जब त्यहाँबाट पनि के त फेरि ईश्वरसँग नै माग्दा नै ईश्वरले नै स्वर्गीय दूत खडा गरेर होइन फेरि पियुमा ट्रान्सफर हुने योग्यको पनि ईश्वरले बनाउनु भयो होइन पितालाई करोड करोडको धन्यवाद गर्छु यस मसीको नाउँमा अहिले होइन एकदमै ईश्वरसँग माग्दा नै ईश्वर एकदमै राम्रोसँग होइन कम्प्लिटली ईश्वरले ब्याचलर पास हुने योग्यको पनि बनाउनु भयो होइन पितालाई करोड करोडको धन्यवाद गर्छु यस मसीको नाउँमा ईश्वरले भन्नुभएको छ नि होइन जब तिमीले माग्छौ तब तिमीले पाइसक्यौ होइन मेरो सन्तानले जब तिमीले मागिसक्यौ होइन जब तिमीले विश्वास गर्छौ तिम्रो लागि के त भइसक्यो भनेर आज ईश्वरले भन्नुभएको छ होइन जब शैतानी आत्माको घर र परमेश्वरको सन्तानको घर एउटै हुन्छ होइन अझै परमेश्वरको सन्तानको घर भन्दा के त शैतानी आत्माको घरमा सजी सजावट होइन एकदमै चम्किलो होइन टल्किने होइन एकदमै राम्रो हुन्छ नि होइन
जब हावाहुरी आउँछ, जब बाढी पहिरो आउँछ, आँधी बेह्री आउँछ, तब शैतानी आत्माको घर पनि ढल्छ, परमेश्वरको सन्तानको घर पनि ढल्छ। तर शैतानी आत्माको घर भने उठ्न सक्दैन जब ईश्वरको सन्तानको घरलाई चाहिँ त ईश्वरले जुरुक्क उठाउनुहुन्छ होइन। फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। ईश्वरले ईश्वरको सन्तानलाई होइन एकदमै सधैँ समस्यामा पारिराख्न दिनु हुँदैन ईश्वरले होइन, भन्नुभएको छ नि, जब तिमीले विश्वास गर्छौ तब तिम्रो विश्वासद्वारा के त मैले तिमीलाई जुरुक्क उठाउँछु मेरो सन्तान भनेर आज ईश्वरले भन्नुभएको छ होइन। फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा होइन। आज मलाई चाहिँ मम्मीले चाहिँ घरमै आऊ, यहीँ महिमा गर्न आऊ भन्नुभएको थियो होइन। तर ईश्वरको योजना अनुसार मलाई चाहिँ यति आउने मन भयो, किनकि शनिबार चाहिँ पहिलोपटक होइन म यहाँ जुट्दैछु होइन। आज ईश्वरले नै उपस्थित गराउनु भयो होइन। त मैले गवाई भन्छु सोचेको थिएँ अघि, तब होइन तल्लो फ्लोरबाट मात्रै गवाईको पालो रहेछ होइन। जब फेरि ईश्वरले नै अगुवाई गर्नुभयो होइन, गवाई प्लस वचनद्वारा होइन नाम आयो होइन। फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यीशु मसीहको नाउँमा। एकचोटि ईश्वरको लागि फेरि पनि शिरभन्दा माथि लगेर ताली बजाउनुहोस्, हाम्रो अग्रज अग्गको लागि होइन, हजुरहरूको लागि पनि होइन। त आज ईश्वरले दिनुभएको गवाई होइन, सत्य गवाई, यी दुई धारे तरबारभन्दा तेजिलो होइन, जुन शैतानी आत्माको योजनालाई च्वाट्ट काट्ने होइन, यी हतियार छन् होइन, स्वर्गको हतियार होइन। यी सबैले यी वचनद्वारा के त हजुरहरूको जीवनमा फल आशिष मिलिसक्यो। हजुरहरूको नबनेको काम कारोबार सम्पूर्ण योजना इच्छा ईश्वरले के त पुरा गरिसक्नुभयो। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यीशु मसीहको नाउँमा भन्दै कार्यक्रम सञ्चालिका म्याम हजुर हुनुहुन्छ, एकदमै उत्साहित भएर कार्यक्रम चलाइराख्नु भएको छ होइन। उहाँको लागि पनि एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म र हजुरहरू माझ बिदा हुन चाहन्छु। र हाम्रो सर हजुरको उपस्थित छैन, म्याम हजुरको उपस्थित छैन आज होइन, सरको बर्थडे पनि छ होइन। एकचोटि यही स्टेजबाट नै जन्मदिनको लाखौँ लाख शुभकामना अझै ईश्वरले के त उच्च स्थानमा होइन राखिसक्नुभयो भन्दै हजुरहरूको माझ बिदा हुन चाहन्छु। हस्त नमस्ते, ईश्वरलाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा।